प्रदेशबाट यस जागरण अभियानको सुरुवात गर्नुभएको छ। यस अभियान सफलताको लागि हार्दिक शुभकामना भन्न चाहन्छु। यो अभियान बहुतै प्रभावकारी ढङ्गले अगाडि बढ्नेछ र अत्यन्तै सफल निष्कर्षहरू र सफल नतिजाहरूका साथ सफल हुनेछ। हाम्रो पार्टी गौरवपूर्ण सङ्घर्ष र बलिदानको इतिहास बोकेको नेपाली समाजको जागरण र परिवर्तन असाधारण र अद्वितीय भूमिका पुरा गरेको र जनचेतनाको हिसाबले जागरणको हिसाबले परिवर्तन के हो भन्ने कुरा जनतालाई बुझाउने हिसाबले र वास्तवमा हामी कहाँ जान हिँडेका हौँ, हाम्रो गन्तव्य के हो, कुन बाटोबाट कुन तरिकाबाट कसरी पुगिन्छ भन्ने कुराहरूको स्पष्टता गर्छ। जनतालाई नेतृत्व गरेर सफलतापूर्वक अगाडि बढिरहेको छ। यस पार्टीले अनेक समयमा प्रहारहरू सहनु परेको छ, आक्रमण सहनु परेको छ, कुप्रचार सहनु परेको छ, तर सबै कुराहरू सहँदै धक्काहरू सहँदै त्यसबाट उठ्दै यो आफ्ना महान उद्देश्यहरूतर्फ अगाडि बढिरहेको छ, फेरि पनि अगाडि बढ्दैछ। हामीले समय समयमा ठुला धक्काहरू बेहोरेका छौँ, असफलताहरू पनि भोग्नु परेको छ र जीवनमा, आन्दोलनको जीवनमा, सङ्घर्षको जीवनमा, पार्टीको जीवनमा एउटा परिवर्तनको अभियान निर्बाध ढङ्गले अगाडि बढ्छ भन्ने कुरा छ। एउटा नदी अगाडि बढ्न पर्यो भने त्यसले कहिले यताको भित्तमा ठोकिँदै, कहिले उताको घुम्तीमा ठोकिँदै अगाडि बढ्नुपर्छ। सधैँ सोझो गतिमा, सोझो बाटोमा बिना व्यवधान एउटा नदीले पनि हिँड्न पाउँछ। त्यसलाई पनि रोक्ने अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै घुम्ती मोडहरू पार गर्दै नदी अगाडि बढ्छ। आन्दोलन पनि यस्तै हो, हामी अनेक मोडहरू पार गर्दै आएका छौँ र यति बेला हामीले एउटा गम्भीर धक्का सहनु परेको छ, गम्भीर धक्का सहेका छौँ, जसले माओसेतुङको एउटा भनाइ छ, जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ, कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्छ। हिम्मतिलोले मात्रै सङ्घर्ष अगाडि बढाउन सक्छ। हिम्मत भनेको सजिला बेलामा त जसले पनि देखाउँछ, म डराउन, मलाई डर लाग्दैन, म हिम्मतिलो छु भनेर भन्ने बेलामा त कुनै गाह्रो कुरा छैन। अप्ठ्यारो परिस्थिति आयो भने उता हेर्नुपर्छ कामेको छ कि छैन, त्यति बेला थाहा हुन्छ। अप्ठ्यारो परिस्थिति आयो, धक्काको अवस्था आयो, परिस्थिति प्रतिकूल आइलाग्यो,
प्रतिकूलताको सामना गर्नु पर्यो, अगाडि चुनौतीका पहाडहरू छन् भने यति बेला हिम्मत गर्छ कि गर्दैन प्रश्न पर्छ। अहिले हाम्रो कार्यकर्ता कम्तीको निम्ति एउटा परीक्षाको घडी जस्तै अवस्था आएको छ। प्रतिकूलता छ, धक्का खाएका छौँ, धक्काबाट उठ्नु छ र साहसपूर्वक अगाडि बढ्नु छ।